ल यो चाहिँ हाम्रो व्हाइट रुल्सलाई यो सर्टिफिकेट जस्तो के झुन्ड्याएर राखेको छ जस्तो तपाईँहरूलाई लागिरहेको होला। यो चाहिँ हाम्रो व्हाइट रुल्समा फलो गर्नुपर्ने रुल्सहरू आचार संहिताहरू छ जुन तपाईँहरूले यहाँ बस्दासम्म फलो गर्नुपर्ने हुन्छ है। यहाँ के रहेछ त हाम्रो आचार संहिताहरूमा चेक इन गर्ने टाइम चाहिँ दिउँसोको 2 बजे छ भने तपाईँहरू चेकआउट गर्ने टाइम चाहिँ 11 बजे रहेको छ। पाहुनाहरूले आफूले प्रयोग गरेको सामग्रीहरू सफासुग्घर नै गरेर छोड्नुपर्ने छ। स्मोकिङ जोन बाहेक अरू ठाउँमा धुम्रपान निषेध गरिएको छ। पाहुनाहरू बसेको ठाउँमा तपाईँहरूले कुनै कमी क्षति भएको पाउनुभयो अरू तपाईँहरूलाई केही कुराहरू चाहिएको छ भने तपाईँहरू 2 बजे अगाडि नै सम्पर्क गर्नुहोला अथवा बुकिङ गरेको बेलामा पनि भन्न सक्नुहुन्छ। राति बाहिर जाने अनुमति 9:30 बजेसम्म रहेको छ। फोहोर सामग्रीहरू तोकिएको स्थानमा मात्र फाल्नुहोस्। कम्पनीको सम्पत्तिमाथि अथवा अन्य पाहुनामाथि अनुचित व्यवहार गरेको पाइएमा व्यवस्थापनले तपाईँको बसाई त्यही समाप्त गर्न सक्छ। अशान्ति सृजना गर्ने गतिविधि अथवा झगडा गर्नको लागि कडाइका साथ निषेध गरिएको छ।